नमस्कार सबैजनालाई। आज म तपाईहरु समक्ष अष्टावक्र गीता श्रृङ्खलाको एपिसोड नम्बर 3 लिएर पुनः उपस्थित भएको छु। हामीले पुरानो एपिसोडमा राजा जनकको जिज्ञासामा ऋषि अष्टावक्रले वैराग्य के हो भन्ने विषयमा चाहिँ उत्तर दिएको बारेमा छलफल गरेका थियौं। अब हामी अगाडि बढौं सूत्र नम्बर 3 मा। अहिले हामी नन्दलाल दशोराद्वारा लिखित अष्टावक्र गीताको पहिलो प्रकरणको सूत्र नम्बर 3 मा छौं। यसमा ऋषि अष्टावक्र आफ्नो उत्तरलाई क्रमशः गर्दै भन्नुहुन्छ, तिमी न पृथ्वी हौ, न तिमी जल हौ, न तिमी अग्नि न वायु नै, र न तिमी आकाश नै हौ। मुक्तिका लागि यी सबैको साक्षी आफ्नो चैतन्य स्वरूपलाई जान। अब यसमा चाहिँ हामी यदि कुनै पनि विषय आफूसँग आबद्ध नगराएपछि अरू के बाँकी रह्यो त भन्दाखेरि शरीर बाँकी रह्यो। शरीर किन बाँकी रह्यो भने चेतना त आखिर शरीरमै विद्यमान छ नि। त्यही भएर शरीर चाहिँ बाँकी रहन्छ। त्यही भएर चेतनाले आफूलाई शरीरसँग चाहिँ आबद्ध गराउन खोज्छ। तर शरीर जुन 5 वटा तत्त्वबाट बनेको हुन्छ, ती तत्त्वमध्ये तिमी कुनै पनि होइनौ। ती तत्त्वहरूको तिमी केवल साक्षी मात्र हौ। साक्षी बाहेक अरू तिमी केही पनि होइनौ। तिमी न कर्ता हौ न भोक्ता हौ, केवल साक्षी हौ। केवल तिमीलाई ज्ञान छ कि ती 5 तत्त्व यो सृष्टिमा छन् भन्ने हिसाबले चाहिँ यो कुरा बोलिएको छ है। अब यो कुरा किन यस्तो भन्नुभयो त? किन होइनौ भन्नुभयो? किन सबै कुरा झुट हो भनेर भन्नुभएको छ भन्दाखेरि यी 5 तत्त्व चाहिँ नश्वर छन् हैन। जल, वायु, अग्नि, पृथ्वी अनि त्यसपछि आकाश, यी 5 वटै कुराहरू चाहिँ नश्वर छन्। तर तिम्रो चेतना चाहिँ नश्वर छैन। चेतना चाहिँ शाश्वत छ, किनकि तिमी नभए पनि चेतना रहन्छ हैन। त्यो चेतना कुन फर्ममा रहन्छ भन्दाखेरि अकर्ता अभोग्य, अर्थात् न गरिरहेछ न केही भोग्ने इच्छा राख्दछ हैन। त्यो स्थितिमा चेतना सधैँभरि छ, अर्थात् कन्सियसनेस एउटा फ्लो हो। त्यो फ्लो भइरहन्छ चाहे तिम्रो शरीर होस् या नहोस्। त्यो तिम्रो शरीर हुनेसँग केही अर्थ राख्दैन चेतनाको। बस यति हुन्छ कि तिम्रो शरीर भयो भने चेतना जागृत हुन सक्छ, तिम्रो शरीर भएन भने चेतना मृत हुन्छ। बाँकी केही पनि हो, तर त्यहाँ चेतना हुन्छ नै है। यो चाहिँ एकदमै ठुलो क्लेम छ, एउटा वेदान्तले गर्ने क्लेम। सबै एउटै हो भनिसकेपछि चाहिँ चेतना चाहिँ हुन्छ, जागृत र मृत अवस्था मात्र हो। जागृत चेतना भनेको तिम्रो एउटा टुल पाएपछि चेतना जागृत भयो। तिम्रो टुल पाएन भने चेतना जागृत भएन। सबै कुरा मिल्नु पर्यो। यो टुल भनेको यी 5 तत्त्वले बन्या हुन्छ। यी 5 तत्त्व पनि तिमी होइनौ। त्यही भएर त्यो चेतना मात्रै हो। तिमी यो आफ्नो साक्षीलाई, स्वरूपलाई चाहिँ तिमीले जान्नुपर्छ भनेर भन्नुभयो हैन। अब अगाडि हेरौँ सूत्र नम्बर 4 मा ऋषिले के भन्नुहुन्छ। सूत्र 4 मा ऋषि भन्नुहुन्छ, यदि तिमी देहलाई आफूबाट अलग राखेर चैतन्य विश्राममा स्थित भयौ भने तत्काल सुख, शान्ति र बन्धन मुक्त हुनेछौ भनेर भन्नुभएको छ। यो एकदमै ठुलो क्लेम छ। योभन्दा अगाडि आत्मज्ञान दिनुभयो राजा जनकलाई। राजा जनकलाई आत्मज्ञान दिएर चाहिँ तिमी चैतन्य स्वरूप मात्रै हो भनेर भन्नुभयो। अब चैतन्य स्वरूप न भोक्ता हो न कर्ता हो। अब उसलाई केवल ज्ञान मात्रै छ। त्यो चेतनाले यो टुल पाइसकेपछि नै बल्ल म तत्त्व भनेर आएको हुन्छ हैन। अब यो टुल पनि यदि झुट हो भने सत्य त अरू नै केही छ भनिसकेपछि त्यहाँनिर त्यो म तत्त्व पनि बाँकी रहन्न। त्यही भएर त्यो चेतनाको प्योरिटी नै तिमी हो। यो साक्षी चाहिँ तिमीले आफूलाई जान्नु पर्यो हैन। यो साक्षी स्थिति जानिसकेपछि त्यो स्थितिमै नै तिमी स्थित भएर बस्न सक्यौ भने, अथवा त्यहाँनिर तिमी कन्स्टेन्टली त्यही स्टेजमा बस्न सक्यौ भने तिमी तत्काल सुख र शान्ति हुन्छौ, किनकि त्यहाँनिर दुःख हुँदैन। बिकज जहाँ चेतना न कर्ता हो न भोक्ता हो, त्यहाँ त्यो दुःख र सुखको रेलेभेन्स हराउँछ। त्यही भएर आम भाषामा बुझ्दाखेरि दुःखको एब्सेन्स नै सुख भनेर बुझ्दा हुन्छ। अनि तिम्रो मन रहँदैन त्यहाँ, किनकि तिमी आफूलाई देहबाट चाहिँ पर पाइसक्यौ। मन नभइसकेपछि तिमी चञ्चल पनि हुन पाएनौ। त्यही भएर तिमी त्यहाँनिर शान्त भयौ। सँगसँगै अब तिम्रो शरीरसँगका जति पनि तिम्रा सम्बन्धहरू थिए ती सबै कुराहरूको रेलेभेन्स हराएर गयो। यो भइसकेपछि तिमी त्यत्तिकै पनि बन्धन मुक्त भयौ। चेतना कुनै बन्धनमा हुँदैन। यो रहस्य नै आत्मज्ञान हो। यो रहस्य आत्मज्ञान प्राप्त भइसकेपछि चाहिँ अब बल्ल मुक्तिको लागि चाहिँ के गर्ने भनेर भन्दाखेरि चाहिँ शरीरसँग पनि आबद्ध नगराऊ। तिमीले आफूलाई चाहिँ यी सबैको साक्षी चैतन्य स्वरूप हुँ म चाहिँ त्यही स्टेजमा बस्न पाएँ भने मसँग सुख दुःख भन्ने कुराको रेलेभेन्स हराउँछ। म चाहिँ त्यो परमानन्दमा बस्छु भन्ने कुरा नै तिम्रो लागि चाहिँ मुक्तिको मार्ग हुन सक्छ भन्ने हिसाबले भन्नुभएको छ। र यति भन्दै अब हामी एकचोटि सारांशमा आज के डिस्कस गर्यो त्यो पनि छलफल गरौँ हैन। पहिला चाहिँ तिमी देह होइनौ, तिमी चाहिँ केवल एउटा विशुद्ध चेतना हो भन्ने कुराको बोध दिनुहुन्छ। र अर्को कुरामा चाहिँ त्यसको उपयोगिता अथवा त्यसको बाटो के बताउनुहुन्छ भन्दाखेरि तिमी आफूलाई यदि शरीरबाट अलग राखेर चैतन्य स्वरूप मात्रै हुँ म भन्ने स्टेजमा पुग्यौ र त्यहाँनिर तिमी जस्ट रेस्ट गर्न सक्यौ भने तिमी तत्कालै सुखी पनि हुन्छौ, किनकि त्यहाँ दुःख हुँदैन।
त्यसपछि तिमी शान्त पनि हुन्छौ, किनकि त्यहाँ तिमी शरीरलाई आफूबाट अलग राखिसक्यौ, त्यहाँ तिम्रो मन हुँदैन, चञ्चल हुने कुराको कुनै त्यहाँ विकल्प नै बाँकी रहँदैन। त्यही भएर तिमी स्थिर हुन्छौ, शान्त हुन्छौ र तत्काल बन्धनमुक्त हुन्छौ पनि भन्नुभएको छ। किन तत्काल बन्धनमुक्त हुन्छौ भन्नुभएको छ भन्दाखेरि जहाँनिर न कर्ता हुन्छ न भोक्ता हुन्छ, त्यहाँनिर कुनै किसिमको बन्धन हुँदैन, शरीरसँगको कुनै पनि किसिमको सम्बन्ध नै रहेन। त्यो सम्बन्ध नभइसकेपछि त बन्धन पनि रहेन। बन्धन नभएपछि तिमी त्यहाँनिर तत्काल मुक्त हुन्छौ भन्ने आशयमा चाहिँ सूत्र 3 र 4 ऋषिले भनिसक्नु भएको छ। आजलाई चाहिँ यो भिडियो यही टुङ्ग्याउँ। म तपाईँहरूसँग अर्को एपिसोडमा सूत्र नम्बर 5 लिएर आउनेछु। त्यतिन्जेलका लागि मलाई बिदा दिनुहोस्। धन्यवाद।